गाइड्स है सबैजनालाई दर्शन नमस्ते भन्न चाहन्छु। फाइनल्ली हामी चाहिँ मार्केट एटिएम गएको थियौँ अनि तपाईको एटिएममा चाहिँ पैसा पनि रहेन रहेछ अनि हामी फर्किँदैछौँ रुमतिर। अनि मेरो साथीलाई पैसा लगाउन लागेको थियो एटिएम गएर, पैसा पनि रहेन रहेछ। अब म फर्केको, अब रिसाउन सक्छ होला साथी। अब त्यसैको कारणले है म चाहिँ अलि भिडियो बनाउँदैछु। सोल्टाको च्यानल चाहिँ सङ्गम मोक्तान छ, लाइक कमेन्ट सेयर। सोल्टाले अब इमिडिएटली पैसा चाहियो भने हामी एटिएम गएको थियौँ। एटिएम अब सर्भर डाउन भएर लाइन मान्छे धेरै भएर आज चाहिँ निकाल्न सकिएन हामीले है। अब भोलि पर्सि कहिले हुन्छ ट्याक्क। अब हाम्रो फेरि त्यही हो, हप्तामा एक दिन छुट्टी हुन्छ, त्यसमा पनि मान्छे भिड भएर निकाल्न पाउँदैन होइन, ठाउँ राम्रो छैन। अब तपाईँको के भन्नुहुन्छ भन्दाखेरि अब यो पैसा नआउनु पनि सक्छ एक हप्तासम्म है। त्यही भएर कृपया अब के हो, अब त्यस्तै हो, हप्तामा एक दिन छुट्टी पाइन्छ। अब दिन ड्युटीबाट बिहान 5 बजे गएर 7 बजे आउने हो, लाइनमा लाग्न पाउँदैन है। र कृपया म त्यही भन्न चाहन्छु सोल्टा ब्लगमा। ल धन्यवाद। अब फेरि अब के भन्छ, अब फेरि गाइजहरू यसो एटिएम आएको, एटिएम लास्टै भिड रहेछ है। एटिएम भिड रहेछ अनि पैसा पनि रहेन रहेछ गाइज है। अब चाहिँ यही हो, मेरो साथीहरूको लागि बनाइदिएको भिडियो विश्वास गर्दैन भनेर गाइज है। ल है।